किया है? इन छोटे मोटे प्रोग्रामों से कितना कमा लेते हो? पहिला कस्तो दामी हान्ने यार आइएममा दर्चोत मौत को छू के टक से वापस आ सकता। आयो मार्यो 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 Guys, welcome back to my channel. है आज पनि म फेरि भिडियो लिएर आएको छु। आज चाहिँ के को भिडियो भन्दाखेरि म वृक्षारोपण है आज चाहिँ मेरो साथीको बिरुवा लाउन आएको छु उसको बारी है। अनि साथीको अनि यहाँ छ है साथी चाहिँ अनि उ चाहिँ कुटेको अनि साथीले चाहिँ उसको बारी कता खन्ने हो भनेर हेर्दैछ है गाइस। अनि कहाँ खन्ने अरे अनि म चाहिँ यसरी नै हान्दैछु गाइस। यसरी हान्नु पनि पर्छ हैन। मालूम है तेरे बाप को मत सिखा। बारी खन्ने हो अब जसको पहिल्यै खनिसकेको थिएछ अनि फेरि झार आएछ क्या यता चाहिँ अनि त्यही भएर अनि यहाँ चाहिँ मकैबारी पनि रहेछ है। मकैबारी दोस्त कचियाले पनि त्यसरी घाँस काटिन्छ huh? What is this part huh? गाइस अनि म चाहिँ अब साथीलाई आज सघाउने बिरुवा रोप्ने अनि यति यहाँ चाहिँ सुटिनुको लागि खन्ने हेरे क्या। अनि यो रोपेर हामी बिरुवा लाउन जानेछौँ है गाइस। अब हामी चाहिँ यहाँ हामी चाहिँ अब नाङ्गे के अरे नाङ्गे ग्रुपमा आएको छौँ। अनि यहाँ साथी पनि पुरै नाङ्गोमै गर्दैछ। अनि मैले चाहिँ यति खनिसकेँ है। यति खनिसकेको छु मैले। आज पानी पर्छ जस्तो छ होइन। गर्मीले पुरा पसिना आइरहेछ यताउति अनि यस्तो यस्तो हानिँदैछ है। साथी पनि पुरा गर्मीले पसिना नाकभरि पसिना आइरहेको छ। अनि अब हामी चाहिँ एकछिन ब्रेक लिएर सुट्टा खानुपर्ने हुन्छ। सुट्टा हामी त गाइस खोर्सानी बारीको लागि है खोर्सानी रोप्नको लागि यहाँ गाडी हाल्दैछौँ। को पनि बारी खन्नु भएको छैन गाइस कमेन्ट गर्नु है। अहिलेसम्म बारी नखनेको मान्छेहरू को को छन् कमेन्ट गर्नु। हाम्रो त गाउँघरमा हो बारी खन्नुपर्छ काम हान्नु पर्यो। आइएममा दर्चोत है गाइस हाम्रो चाहिँ यो सेल्फी स्टिक हो है। है टिम साह्रै सकिसक्यो। गाह्रो छ सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। हामीले चाहिँ यहाँ खनिसक्यौँ है अघिको बारी चाहिँ। अनि यहाँ खोर्सानी लाउने भनेको होइन रहेछ। अनि हाम्रो आन्टीले यहाँ
के हेरेर त्यही हो सकरखण्ड सकरखण्ड रोप्नु हुने हेरेर अनि फेरि यहाँ चाहिँ री खनेर झार चाहिँ कुहिनु पर्छ अरे नि त अनि यहाँ सकरखण्ड रोप्नु भएर छ अनि यहाँको चाहिँ हामीले यहाँ खनिसक्यौँ है अघि कस्तो थियो र अहिले कस्तो बनायौँ है गाइस कमेन्ट गर्नु होला है यहाँ चाहिँ यो नाङ्गै छ मलाई चाहिँ यहाँ धुसले पास पनि त अनि मैले चाहिँ ज्याकेट लगाएँ तर ज्याकेटभित्र ल गाइस अब चाहिँ बाटो लाग्यो हामी है अनि पानी पर्नु थालो है अनि यहाँ मैले चाहिँ डोको बोकेको छु डोकोमा यहाँ सिबी छ है बोडा अनि यतातिर चाहिँ यस्तो छ नि जङ्गल भइसकेको छ यहाँ घाँस अब बर्खाको हो नि त यो बर्खामा काट्छ त्यही भएर अनि यहाँ आउनु हुँदैछ आन्टी अनि पर्तिर हाम्रो भोजपुरे राई छ ऊ चाहिँ शङ्खसभाबाट आएको